तपाईले नोटिस गर्नुभएको छ केही मान्छेहरू बोल्न साथ सबैले ध्यान दिन्छन्। फेरि त्यस्ता मान्छे पनि हुन्छन् जो धेरै बोल्छन् तर कसैलाई खासै फरक पर्दैन। Why does that happen? एकजना स्टुडेन्टले मलाई भन्नुभयो, म्याम म बोल्न सक्छु तर मलाई लाग्छ मेरो भोइसमा कन्फिडेन्स छैन। उहाँ सोच्नुहुन्थ्यो लाउडर भोइस भनेकै पावरफुल भोइस हो। त्यसपछि उहाँले डेली ब्रिदिङ एक्सर्साइज गर्न थाल्नुभयो, पेस कन्ट्रोल र पजलाई प्र्याक्टिकली युज गर्न थाल्नुभयो। केही हप्तापछि उहाँको भोइस लाउडर त भएन तर पावरफुल भयो। People started listening carefully. उहाँको मेसेजले इम्प्याक्ट क्रिएट गर्न थाल्यो। पावरफुल भोइस मिन्स लाउड भोइस होइन। अ पावरफुल भोइस इज अ कम्बिनेसन अफ कन्फिडेन्स, क्ल्यारिटी, पेस, पज एन्ड प्रोजेक्सन। जब तपाईँ आफ्नो भोइस कन्ट्रोल गर्नुहुन्छ, तपाईँ आफ्नो प्रेजेन्स कन्ट्रोल गर्नुहुन्छ। आजदेखि यो एक्सर्साइज ट्राई गर्नुहोस्। डिप ब्रिथ लिनुहोस्। पहिलो सेन्टेन्स अलि स्लो बोल्नुहोस्। इम्पोर्टेन्ट पोइन्ट पछि 2 सेकेन्ड पज लिनुहोस्। प्र्याक्टिस दिस एभ्री डे फर जस्ट 5 मिनट्स। तपाईको भोइसमा बिस्तारै पावर, कन्फिडेन्स र इन्फ्लुएन्स डेभलप हुन थाल्छ। Remember, people don't listen to the loudest voice. People listen to the clearest and most confident voice. तपाईको भोइस नै तपाईको कन्फिडेन्स हो। ट्रेन योर भोइस, build your confidence, and let your voice create impact.